सुरु नै भएको छैन नि कसै हुन्छ त हेलो नमस्ते को हेलो नमस्कार सबैजनालाई नमस्ते आज चाहिँ हामी किरिफुरी हाइल्यान्ड जान लागेको यहाँबाट 2 घण्टा 2.5 घण्टा जति लाग्छ हामीलाई अनि यो त्यहाँ चाहिँ खास चाहिँ हामी सिडी चढ्नलाई जान लाग्यो 1445 वटा छ अरे स्टेप खुड्किलो त्यही भएर चाहिँ यसो कस्तो रहेछ भनेर बिदाको बेलामा चाहिँ सबैजना मिलेर यसो घुम्न जाऊँ भनेर जान लाग्यो अब चाहिँ हामी जाँदैछौँ अब हामी त्यही पुगेपछि चाहिँ तपाईँहरूलाई त्यहाँको रमणीय दृश्यहरू देखाउनेछौँ है त तेरी मेरी कहानी है एक प्यार का नगमा है क्या मजा घर आएछ कस्तो मजा घर ट्रेन को होगी के को बाटो है ट्रेन है किरिफुरी ओहासी तेरी मेरी कहानी है हरियाली लाइभ राखेँ खिच्या रक्षा लाइभ होइन राकुटेन स्टेप हिल्ला अरे यहाँ नि यस्तो पुरै छ त इन्ट्रेस्टिङको माथि केही छैन भन्थ्यो त अब यहाँबाट त कुरा हो नौ पोइन्ट 2बाट 9.1बाट यता सुबिका कस्तो लागिरहेछ बाहिर हेरेछ कि मोबाइल हेरेछ छैन हाइट आएर हाइट माथि उकालो ओहो 85% उकालो रेस्ट गर्ने हाउस अनि रेस्टुरेन्ट छ कि माथि यहाँ छ त खाने पसल केही छैन भन्छ
रुल परा खाइदा आसान किन्सी गुरु खाकी कानी खाकी छ नि आजको हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु हुँदैछ यो चाहिँ किरिफुरी कोगेन चाहिँ हो यहाँ विनिताले किन्दैछ यहाँ सुबिका पनि छन् र यसरी हामी चाहिँ माथिसम्म चाहिँ 1601 यहाँबाट सुरु हुँदैछ आजको हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु हुँदैछ यो चाहिँ किरिफुरी कोगेन चाहिँ हो यहाँ विनिताले खिच्दैछ यहाँ सुबिका पनि छन् र यसरी हामी चाहिँ वाकिङ मजाले माथिसम्म पुग्ने चाहिँ हाम्रो योजना छ 1601 नम्बर सन्चै हुनुहुन्छ विनिताजी आजको हाम्रो यात्रा बारेमा अलिकति भनिदिनु न भर्खरै आउँदैछु हेर्दा त रमाइलो हेर्दा कस्तो मजाले त्यो के भन्छ त्यसलाई यो हावा कुहिरो हुस्सु लागेको गरी महिनामा पनि कस्तो मजाको खै उनीहरूलाई कुरेर बस्यो के गरेर बसेछ उनीहरू कहिले चढौँ जस्तो भइसक्यो यहाँ चाहिँ रुलहरू छ यहाँ माथि चढ्नलाई दुई कदम साथ हिँडौँ छुटिनु त जाँदैछ परे फेरि एकान्तमा रुनु त जाँदैछ त्यही पनि मलाई चाहिँ के अनि 2-3 घन्टै लाग्छ जस्तो लाग्यो एक साइज दरो हुने रहेछ त पाण्डु हेलो गरिदिनुहोस् यता अहिले जाजर भाइ अब ठिक हुँदै आयो हेर्दै गरेपछि ल हामी कहाँ आउँदैछौँ के गर्दैछौँ ए यो त नामै बिर्सिहाल्छु फेरि के पो कुरिफिरी होइन कुरिफिरी अरे फुरिकिरी पनि होइन किरिफुरी किरिफुरीको के पो लेख्नु भयो निको सिडी कति 1445 स्टेप सिडी चढ्न आएको हामी 100 स्टेप त चढिसक्यो पनि 100 गई छ 100 प्लस पुग्यो होला तर हुस्सु लागेर पो ल सञ्जयलाई केही भन्नु छ भाइ खै रक्षा अलिकति बोलौँ त 300 कति छ खै वेदरलाई के भन्न चाहनुहुन्छ त नि वेदर चाहिँ वेदर त एकदम हाम्रो के अरे धनकुटा भेटाएको जस्तै छ दामी चिसो तर हिँडेर चाहिँ 400 पुग्यो भन नि त 400 पुग्यो है गाइस हो स्या भइसक्यो 400 स्टेप सक्यो है माथि पुगेर वेदर बाहिर हेर्नु त नि रमाइलो भएन नि त हुस्सुले अब हेर्नु त के हेर्नु केही देखेला नि यो भन्दा त उ नि हौ झन् गाह्रो गाह्रो नि हौ
यस्तो सजिलो कहाँ चढ्न सक्नु त पाहाडतिर यसले पछि राख्नु तेह्रथुम यस्तै हो त्यसो भए तेह्रथुम यस्तै हो ठ्याक्कै ल तिनजोरे लगभग 3000 किलोमिटर सोल्टी हाइटमा होला मान्छेको बोडी यही हो भन्ला नि फेरि यो बाँस हो बाँस सानो खालको बास त होइन नियालो निहालो अम्लिसो कस्तो अम्लिसो हुन्छ कुचो कुचो याद भयो फेरि अमिलो याद भयो याद भयो तपाईँहरूलाई चाहिँ गाह्रो होला नि यस्तो उकालो मान्छे त निकै रहेछ वेदर त यो त बेस्ट हो त उग्लनलाई चाहिँ सहिलो कि हेर्न पाइएन नि त हैस छिटो हिँडेर कहाँ पुगेर फर्केर फेरि आयो नि ल सुरेन भाइ हजुर अब कहाँ आयो के आयो हामी किरीफुरी अँ आयौँ 200 के अरे 200मै गऱ्यौँ त अब 1200 कति जाने त 1200 बाँकी रहेछ कसरी पुग्ने होला नि बोक्ने मान्छे पनि छैन होला सायद यहाँनिर त्यतिखेर अब झुल्डुङ पुटुङ गरेर लानुपर्छ जस्तो मलाई के हो यो मुनिको बास अयो स्टेपको मिसन हो भर्खर 250 पुग्यो ओ पाण्डु को मामा हाँ भाइ ल बिन्दा कति स्टेप भयो उता 300 भएको छ त्यो 300 जस्तो कि फर्केर जानु हुँदैन है फर्केर गयो भने त यहाँ त उ आउँछ इनोसिसी आउँछ खै बिन्दा बोलौँ न अब बोल्दिनँ सास पोल्यो भन्ला नि ऊ त्यो 300 आयो 300 सक्यो सुबिका कस्तो लागिरहेछ खै कस्तो लागिरहेछ खै साम्ब्याको तर मौसम त एकदम ठिक हो यहाँ जहिले यस्तै छ कि गर्मीमा भयो भएर आजको लागि मात्र किने जस्तो छ मैले हुनु पर्यो नि हुनु पर्यो 700 चान्जुन हुनु पर्छ त्यो पुग्नुलाई अब 200 त पुगिहाल्छ भाइ केसमा 500 क्रस पानी अलिअलि पर्ला जस्तो त पानी पर्यो दिन भएको एक गरियो भन्नु न पानी पर्यो स्वर्ग जाने बाटो स्वर्ग जाँदै थिएँ म चाहिँ हैस चढ्न त चढियो बाहिरको भ्यू हेर्न पाइएन हेर्नु न त कस्तो रमाइलो भ्यू हुन्थ्यो यहाँबाट अब अरूले खिचेको चाहिँ राख्थ्यौँ होला नि नभए फोटो पठाइदियो न त उज्यालो भएको यहाँ बिन्तालाई चाहिँ गाह्रो भयो आज
कमे खोल्नु न त्यो लुगा ल्याउ न यहाँ ल्याएर राख्नु लानु भाइ पाण्डु हाई गामारिमास अगाडि खिच्दै रहेछ भन्दै थियो ए चिजी गरेर कन्चिया के को पात हो यो सुबिका गम्बारे गम्बारे माकी नै यो नि गम्बारे गम्बारे गम्बारो कन्चिया अच्छा के छ त भन्ने आशामा छौँ मलाई त त्यस्तो लाग्यो त्यस्तो गाह्रो भएको छैन अझै पनि डबल पनि चढ्दै सक्छु है म 40 दिएकै मैले होइन अझै पनि छ दसैँ अर्को 1400 भयो नि चढिन्छ चढिन्छ आऊ बिनिच्याङ गाह्रै भइरहेको भने कन्चिया सूर्य त फर्कियो बियर छैन ए अनि त उताबाट गयो कि हो यसरी जान मिल्ने रहेछ कि सिटी नचढी सिडी नजिक त्यहाँ पुग्यो यो ल छोराले पावर दिइरहेछ बाउलाई पावर एनर्जी बुस्ट एनर्जी बुस्ट गरिरहेको भन्नाले तल क्या स्की एरिया पनि हो नि होला त्यो उसको बेलामा चाहिँ स्की खेल्ने हो कि 600 क्रस भयो पुगिहाल्नु नि त अब 12 होइन अनि त पाण्डु त त्यो त मजबुरी हो नि 700 स्टेप सक्यो भनेपछि ठाडो आयो कि पानी आयो पानी पर्यो ठाडो उकालो भयो पानी पनि पर्दै आयो तिमी बसिरहेको छैन होइन अर्को चाहिँ खुसी छौ पाण्डु
नेपाली नै होस् है होइन के अन्त पानी पर्यो अप्सन त्यही उसमा बस्ने पार्टीमा बिस्तारै आऊ 900 900で終わりあと545いつもやるじゃねえこと多分ねयो असारमा जन्मेको मान्छेहरू यो झरीमा जन्मेको होइन दुईजना भएपछि अनि 3 जना यहाँ हाम्रो नि छ एउटा अनि आमी ओन्नारी भनेपछि यस्तो के जहाँ घुम्नु गए पनि यस्तै हो झरी नै हो काम छैन यो असारीहरूसँग बहुमत छ के गर्छ यही असारे नभए हुँदैन के गर्नु हुन्थ्यो होला छ्या 길이 너무 미워 길이? 마마 हेर्ने ठाउँ त बनाएर छ तर के गर्नु पुरै उस्सु उसले गर्नु घाम लागेको भए हिँड्न गाह्रो हुन्छ हेर्नु रमाइलो हुन्थ्यो खेचाइ कास्दै बिजीहरू 1495 मिटर ओह्रालो भएर गाह्रो हुन्छ उ त घुमेर जाने नि अर्को छ ओ झर अर्कोबाट किन त्यो ओह्रालो गाह्रो हुन्छ नि त कालो भन्दा 1000 स्टेप भयो अहिले ल हेर्नु माथि उकालो कति होला माथि हेर्नु कति रमाइलो होला अल्छी लाइसैले पाण्डु पाण्डुको लुगा चाहिँ निकाल्नु हात गर्नु यसैले चेपेर लु हात चाहिँ निकालौँ ल यसलाई सजिलो हुन्छ अर्कोपट्टि छाता अफ गर्नु न छोटा पर्दैन अब ऊ छ यस्तो टुवाले त नहाल्ला नि ल मेरो फोन आयो सोच्यो भन्दा गाह्रो भएछ बिन्दालाई चाहिँ हेलो म त अहिले 1500 सिडी उकालो चढ्न आएको छु ल हेर यहीबाट ऊ हेर बिन्दा समाउनु पर्छ यस्तो ठाउँमा चढ्न आएको उकालो आएको छु क्या ऊ 1400 स्टेप सिडी क्या उकालो चढ्न आएको हाम्रो 2 घन्टाको गाडीमा आएर चढेको अब पुग्न आँटेको तर हुस्सु लागेर पानी जस्तो परेर केही देखेको छैन बाहिरको वेदर चाहिँ अनि अब धेरै छैन हल्ला नगर पानी स्टेट ऊ हेर छोरा पनि मा भन्यो मा फुच्चेलाई ऊ बाउ चाहिँले ल राखेले भरे कुरा गर्नु फर्केर आएर यो छाता प्यारा म भन्ने तनुसी कतिको तनुसी
पनि हो मलाई सुरुमा त्यस्तै हो के भयो किमोची वारी गरे सोल्टी हो सक्छ बोक्नलाई अरू भए चाहिँ गिच्चैमा छोडिदिनु आफ्नै पऱ्यो अब त्यसले ढिलो भयो भने 160 भिन्न सकिँदैन एकछिन खोलिदिएको यहीँ हुप्पा भयो क्या अरू भन्दा नि 6 सेकेन्ड हुप्पा भयो अब त पुग्यो त बिस्तारै गर्दैन एकछिन उभियोस् पाण्डु अब हिँड ल हिँड्छ नपाए पाण्डु छ त आज भरि पुग्दैन रचेजी फ्रेममा आउनुहोस् लड्छु उता के छ त हालखबर गाह्रो भयो यात्रा कस्तो हुँदैछ गाह्रो हुँदैछ स्याहार त भएको छ नि त छैन लास्टमा उनी गर्नु पर्थेछ हाफ लुगा ल्याइदिनु पर्थेछ गर्मी भयो कति ठाडो हो कि भरेङ पनि अब त पुग्यो 300 2-3 जस्तै छ पुग्यो भनेको अघि तलदेखि अहिलेसम्म पुगेको छैन अघि सुरु गर्दैन पुग्यो पुग्यो भनेको कति हो आधी घन्टा भयो खै छैन खासै त्यस्तो गाह्रो त होइन 3 किलोमिटर हो घुँडा दुखिरहेको क्याब कहाँ हो त्यो है हिँड गर्दैन पाण्डु हो हिँड्यो अर्कोबाट नि खिचौँ है 1200 स्टेप फिनिस च यो जुत्ता पनि एड गर्नु पऱ्यो ट्रेकिङ सुज ल ल अरू क्यामेराबाट खिच्छु कि बाई बाई गर्दा हेलो गर्दैन गर्दैन हेलो गर्दैन खो यहाँ ऊ हेलो गर्छु 제이크가 맞대. 아우 간발이 간발이 집이고 간발이 तिम्रो ए मेरो नगरेर जाम हो 1445 लास्ट स्टेप त्यसपछि बोनस ल फिनिस लाइन ल गोल पुरा भयो कस्तो लाग्यो गोल पुरा भएकोमा बोल्ने गाह्रो भएछ यो चाहिँ हाम्रो बोनस हो यहाँबाट चाहिँ पुरा सिन देखिन्थ्यो आज देखेको छैन तर पनि म भिडियो हाल्ने प्रयत्न गर्छु पाण्डु क्या मजाले हुस्सो आइरहेछ छोडेर फेरि कहाँ हिँडेको होला छोड्छु नभए भनेर ल्याएको थिएँ क्या तर सोधेन कस्तो मजाको हुस्सो के हुस्सो चाहिँ यस्तो गर्मी हो किरी भनेकै हुस्सो हो फुरी भनेको पर्ने
हुसु लाग्ने ठाउँ भन्यो कि हुसु झर्ने ठाउँ भने फुरी हो फुरी खाके भन्छन् अरूलाई बस्नलाई ठाउँ दिनु बरु भुइँ बस्नु हुन्छ त्यसमा देखाउँछ नि हाइट कति हाइटमा आइपुग्यो भनेर देखाउँछ बिचमा त निन्द्रा लाग्यो होइन कस्तो त्यो हो खुसी लाग्यो झर मलाई भयो कि आउँ चढ्नलाई ठिकै भयो छोरा बोकेर आइयो अब झर्न चाहिँ अलिकति गाह्रो होला जस्तो छ ओह्रालो ओह्रालो उ यस्तो बाटो जाने नि अब ओह्रालो चाहिँ बेटर अप्सन चुज गर्नु पर्ला सिँढीबाट नगइकन अर्को बाटोबाट जाने ल सबैजना पानी झिकम न झिकम अब सुरेन्द्र बाँकी छ है हाम्रो सुरेन्द्र सान कहाँ भयो ओ सुरेन्द्र के छ रचेजी कसरी भयो त माथि टप आइसकेपछि तिमीलाई लगाएर कस्तो भएर यही हुसु हेर्न हो यही पानी छ नि बच्चाको त छ होला नि भइहाल्यो नि यही पानी खायो भइहाल्यो नि कति घन्टा लाग्यो लाग्छ अहिले बस्दै बस्दै आएको बिजुली बस्दै आएको कतिजना आउँदा होला दुईजना ए इबरा कि यहाँ कति टाइम गाडी 2 घन्टा त्यसपछि माथि उक्लिएको 2-2.5 घन्टा ए तोचिकी र इबाराकीको बोर्डर हो ए त्यो चाहिँ इबराको उता चाहिँ कता तपाईँको हामी काठमाडौँ नै हो कोही काठमाडौँ छ कोही पूर्व कहाँ मेरो 13 छ यता इटडी इटरी कहाँ तररमा हो धरान हो ओहो हो छेकी परेछ धरान चौकी भने भन्छ ए सबैलाई थाहा होला नि थाहा छ ए तपाईँ धरान 500 वर्ष कहाँ धरान कुन ठाउँ म तल श्यामचोक बसेँ 2 वर्ष जति ए अनि पिण्डेश्वरी चोक बसेँ ए 15 धरान 15 मेरो चौकीबारी हो ए शुक्र राई हो डुली हिँड्नेलाई यो ठाउँ तपाईँहरू सँगै हो इब्राकी हामी सँगै एउटै अपार्टमेन्ट केमा अनि हामी सबै डिपेन्डेन्ट हो यता ए भन्दा कति घन्टा लाग्यो तपाईँहरूलाई उहाँदेखि आउनुलाई चाहिँ आउनुलाई झन्डै 7-8 घन्टा लाग्छ नि बस्दै बस्दै आउनु नि हजुर 7-8 घन्टै लाग्छ अनि यहाँ चाहिँ कसरी थाहा पाउनु पऱ्यो यो माथि चढ्नु भयो होइन अब यता तलतिर पनि साथीहरू छन् यो तलतिर त्यो नेपालीहरू थुप्रो छ नि त यहाँ मुनतिर त्यो होटेलतिर हजुर धेरै छ यहाँ मुनि ए होटेलमा काम गर्नु अहिले त जहीँ गए पनि यसो नेपालीहरू भेट हुन्छ त्यो त भेट हुन्छ त्यो अब यो होटेलहरू जहीँ हामीले चाहिँ टिकटकमा हेरेको थियौँ बढी चाहिँ होटेल लाइनमा हाम्रै नेपालीहरू छन् स्वर्ग जाने बाटो भन्थ्यो के अरे अनि त्यो हजुर ऊ यस्तो बाटोबाट जाँदा चाहिँ स्वर्ग जाने बाटो भनेर एउटा नेपाली राखेको थियो काठ नमकिने बनाएर होइन अब यसलाई सिजनिङ गरेर अब यो कस्तो राम्रो बनाएको पाथिबाट जानु भएको छ नि तपाईँ गएको छैन यसको त 4-5 डोको छ लगभग 2-3 घन्टै लाग्छ पुरै टप यस्तोमा सिँढी नै बनाएको छ कि सिडी त्यहाँ चाहिँ ढुङ्गा स्लोप हालेको छ सबै तर यहाँ त के त बिग्रियो भने नि तुरन्तै बनाइहाल्छ थाहा पाउने बित्तिकै मेन्टेनेन्स हुन्छ नि काठमाडौँ बालाजु
मनोमैजू त्यो आनन्दको ठाउँ बनाइदिएको छ है माथि यस्तो हाइटमा घाम लागेको बाद त मरिने रहेछ वर्ष मार्छ नत्र यहाँ के छ सकेपछिको अवस्था के त बेला जसरी भए पनि पुग्नु भन्थ्यो कसरी ल के छ माथि टप्लेपछिको चाहिँ कुरा ऊ यहाँनिर बस्नु न ल फाइनली वी क्यान डु इट त्यो पछाडिको देखाउनुपर्छ नत्र त फेरि हो कि होइन भन्छ नि जीवन सानेर यहाँ हामी पनि पुग्यौँ कस्तो गाह्रो कतिको भयो के भयो इजी नै भयो मलाई चाहिँ एकपुरी किरीफुरी अर्थ भयो नेपालीबाट भन न नेपालीबाट भन न सबभन्दा लास्टमा आउने मान्छे आइपुग्यो पानी परेको मौसममा पनि पोस्न माग्नु यहाँ हाँसी आइरहेको जुम्रा पर्ने पानी होइन बहिनी जुम्रा पर्ने पानी जुम्रे पानी त्यहाँ बस्ने ठाउँ पनि रहेछ तल क्याम्पिङ यो उमी जाम त सुरे होइन अनि यति नै हो त हाम्रो गन्तव्य अब अरू के छ र खै हाइल्यान्ड हाउस मिस्टर मारु माउन्ट आकानाजी पन्ध्र सय 82 मिटर उचाइमा अब सुत्दै सुत्दै नुगर्नी रक्षा खै त रक्षा झऱ्यो क्या बिस्तारै कस्तो लाग्यो त सुरेनलाई आजको यात्रा त्रिक्याउ के साह्रो अग्लै सकिनँ म त हिँड्नै अब चाहिँ अब छिटो चाहिँ म झर्छु अब गुल्टिँदै ओह्रालो सकिन्छ नि त कति सय मिटर माथि झऱ्यौँ हामी अहिले हामी अब त जित्दैन मलाई कसले पनि छिटै झर्नेमा यहाँ वरिपरि छ कि आउटलेट बाटो छोड्यो भने यहाँनिर जाउँ है मलाई छोड्नु मलाई गाह्रो पो गाह्रो छ त ओह्रालो त अहिले खुट्टा थर्केर नि सुन्दर शान्त सानो परिवार सुन्दर शान्त सानो परिवार 1566 मिटर हाइट कहाँ जान्छ अरे भन ल सुबिकाले भनेको ठाउँमा जाने ल भन ल भन सुबिका खाइदिए दुखी कि ताई अनि वाकर नै भयो कसरी छोडेर फेरि सुबिकाले भन्यो भने त्यही ठाउँमा जाने ल भनはい、お世話になります。お疲れ様です。 पापाले गरेको हो कि जेत्तै अब त्यहाँ तल रेस्ट हाउसमा गएर हान्छु पनि भयो नगर न हिँड्दाखेरि अलिकति तल झर्छ कि
जोयफुलको बेबी सेट खान्छ लक्ष्य यसो हेरौँ त टोपी यसो उ गरौँ आजको मोडल नानी 2 घन्टा लाएर मेकअप गरेको 2 घन्टा लाएर मेकअप गरेको लास्टमा फोटो खिच्न पाएन वेदर पनि यस्तो नेपाल गएर खिच्छु म तरारामा होइन थरारामा गएर खिच्ने पहिल्यै हुँदैन होला अरे ल ल ल के किन्ने ट्रायलमा नानीका खाउनु हो जुत्ता भने त्यस्तो चाहिन्छ कि ट्रेकिङ जानलाई हाइकिङ जाने हो त्यो चाहिँ होइन यो चाहिँ ट्रेकिङ जाने हो ट्रेकिङ आजकै दिनलाई किनेको जुत्ता हौ ठडै 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 उकालो गएर ठाडै ओह्रालो बोल्दैछौँ सुरेन त गयो कि हो तँलाई सुरेन बस छोरी एकछिन बस त्यही भएर त किरीफुरी यस्तै त हुन्छ हिलोमा हिलो धनकुटामा छिम्मै घाम लाग्छ छिम्मै धेरै टाइम घाम लाग्नु मलाई ठिक छ तर यो त खत्तमै भयो नि त भिडियो बनाउनलाई के होइन भने हुन्छ केही फरक पर्दैन होइन कसैले केही भन्दैन के क्या हो अनि यस्तो चाहिँ के मजाको भन्नु न एउटा राम्रोसँग चढ्नुपर्छ गाह्रो हुन्थ्यो नि चढ्नलाई त ठिकै भएको थियो नि माथि पुगेपछि घाम लाग्दै हुन्थ्यो अनि यसो हेर्न हुन्थ्यो नि त यसो वरिपरि गएर हेर्नु त आज त अनि चढेर आएँ टाइपको तर हुने भएन वेदर तर यस्तै होला यहाँको होइन यस्तो त नहोला कि अलिकति घाम त लागिहाल्छ नि हल्का उज्यालो हो भन्नु खोजेको मतलब रक्साउन यता हिँड्ने ल हिँड त्यत्रो महँगो हिजो किनेछ त्यही भएर राम्रो देखाएको छ कति अगाडि गयो महँगो हो नि अब त्यत्रोमा किनेछ जुत्ता होइन त लौ त्यस्तो महँगोमा किनेको थियो त जुत्ता त यो चिप्लिन हामी आएपछि आएको अनि उता गएर यस्तरी फोटो खिच्नु 2 घन्टा गाडी चढेर आएर यही खुड्कीलाई उक्लिनु मात्र रहेछ ल हेर जाबे छ नाथे खुड्किलो जिउलाई शास्ति खुट्टालाई
के भन्ने शास्ति हेर फर्केर ठट 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 भएको छ होइन उकालो ठिक हो नि मलाई उकालै ठिक लाग्यो नि ओह्रालो भन्दा त ओह्रालोमा त मेरो यस्तो पिडुलाहरू दुख्नु थाल्यो त हो क्या बहिनी तिम्रो केही भएन मलाई त यस्तो पिडुला पो दुख्नु थाल्यो अनि बिनितालाई मलाई त फर्किन त खासै गाह्रो ए हो जाँदा सुरेन होइन सुरेन सुरेन त अहिले पुग्यो उकालोमा लास्ट ओह्रालोमा हामी आदि हुँदाखेरि ठ्याक्कै पुगेको थियौँ उमी भोलि पानी परेर भने जाने पात कस्तो राम्रो गाह्रो हो क्या झर्ना हो नि त मेन त ओह्रालो हो नि त गाह्रो त कहाँबाट उडेर आदि पात मेरो त पिडुलै दुख्यो ल स्विमिङमा जाँदाखेरि त्यो जीवनले के त्यसको त खुट्टा लामो लाउँछ नि यस्तरी झर्छ यस्तरी एकैचोटि तिनवटा चारवटा स्टेप चाहिँ एकैचोटि गर्छ कमेडी त होइन त्यसले रियलै भने हो तर त्यो बढी सोझो भयो कि त्यसले भन्न चाहिँ होइन सिबु पिआरको किटलाई हेरेको त्यो पिआर पार्यो भने चाहिँ नेपाल चाहिँ होलमा राखेको छ भन्थ्यो नि भनेको त्यसमा सोझो कि त्यो बिट्टा खोकियो कोबाट स्मार्ट पर्छ डल्ले डल्ले भने सानो त्यो कसले चाहिँ यो को हो यसलाई निकाल भन्दा चाहिँ कलाकार हो के भन्दैछ नि लु ठिकै छ कोरिया त छैन रे कहाँ कोरिया हुनु त अस्ट्रेलिया अमेरिका युके अप्सनमा हो क्या अप्सनमा त कति छन् त जापानतिर भन्थ्यो कि त्यो त कुरा छोडिदिउँ म त त्यो त अस्ट्रेलिया अमेरिकातिर चाहिँ घरतिर चाहिँ विचार गर्नुको गाडी चाहिँ किन्छु भन्दै थियो त नि छैन होला अब त आइपुग्यो बढी भएछ 100 होला साँच्चै हो नि त आधी चाहिँ 700 हो कि रे अब यो कति आधी चाहिँ 700 र आधी त अब आइसक्नु आँट्यो क्या आधी गइसक्यो नि 700 को आधी भनेको ऊ त्यहाँबाट 300 हो कि अरे लाउँ त अब एकछिन म त हिजो यसो किन्नु खोजेको मन्थ बेलमा यसो टोपी मैले मन परिरहेको छ एउटा किन्नु पर्ने छ क्या कस्तो टोपी ओह झ्याम्पी टोपी भन्छ हामी अगाडि दुईवटा लाग्छ नि यस्तो किन्छु क्या एउटा अब म माउन्ट बेलमा किन्नु नि माउसलाई माउन्ट बेलमा कति महँगो सामानहरू महँगो ऊ गेट आयो अब ए ऊ तल छ को पाण्डु पाण्डु पुग्यो पाण्डु निन्दाले बुझ भएको छ त्यही भएर झगडा गरेछ क्या त्यसले गाडीमा आधी घन्टा मात्रै सुत्यो आधी घन्टा पनि सुतेन होला त्यही भएर पनि उसको निन्द्रा अब बिच्केर अब भो सुन्छ त्यो फर्किँदाखेरि अब चाहिँ ल त्यस्तै भएको छ क्या खुट्टा कामी छ होइन ओह्रालो गाह्रो हो के ए आइहाल्यो नि त ऊ त्यही हो अघि नै दिदीले खुचेलाई नि गाह्रो भएछ भनेपछि ओह्रालो को सुबिकालाई सुबिकालाई फुटबलले घुँडा उ भएर चाहिँ किन यो गेट आफैले खुला झर्ने हो अघि न त्यो जनावर आउँछ भने कि ए अघि नाफै खुलेर आउनु यहाँ जनावर चाहिँ बाहिर नजाओस् भन्नु यतिको त खोल छ होला नि जरा त्यति बुद्धि त नहोला त्यति बुद्धि छैन छैन कि भन्छु त खोल छ हौ नि बहिनी कुकुरहरू बाख्राहरू घरमा पालेकोले त खोल्छ त चकचक हुन्छ बिन्दाले चाहिँ यतिको होला किरिपुरी चढेर यो चाहिँ म बिदा दिदी बिन्दा यतिको होला सुरेन्द्रलाई चिल पारा मलाई क्या त्यसले देखाउनु चाहिँ उताबाट देखायो होइन अनि अहिले आएको चाहिँ यो सिङ्गोबाट यताबाट के त्यही भन्छ नि त्यसले
ऊबाट देखाउन लाग्यो In 300 meters, turn यसले left. अर्को बाटो देखाएको थियो नि हामी सिधै आएको थियो नि बत्ती बोल्यो छोटो जोबन सँगसँगै हाँसौँला। Turn ahead. बाई बाई बोलेर अहिले फेरि कान्टु गरे जस्तो Follow the main road. यति पनि हेर्न पाएँ नि पुरानो बजार एक प्यार का नगमा एक यहाँ हो यहीँबाट होला कि बसमा जाने ऊ ट्रेन पनि रहेछ होइन ट्रेनै हो नि यहाँ आउँछ नि ट्रेन